नेपालको 43औं प्रधानमन्त्री बन्नु भएकोमा बालेनलाई सुरुमै धेरै धेरै बधाई अनि सफलताको शुभकामना पनि। तपाईको सफलतासँगै आम नेपालीको सफलता पनि जोडिएको छ। यतिखेर देश बालेन युगमा प्रवेश त गर्यो, तर यहाँ चर्चा सुदन गुरुङको भइरहेको छ। हिजो दिनभरि र अबेरसम्म पनि सुदन गुरुङ चर्चाको केन्द्रमा रही र आलोचनाको केन्द्रमा रही। धेरैले भने पार्टीभित्र दक्ष र सक्षम नेताहरू हुँदाहुँदै सुदन गुरुङलाई किन गृहमन्त्री बनाइएको भन्ने किसिमको प्रश्न गरे। अब यहाँनिर बुझ्नुपर्ने कुरा के छ भन्नुपर्दा जेनजी आन्दोलनको जग र जमिनमा नै पछिल्लो राजनीतिक विकास भएको निर्वाचन भएको मध्यावधिक निर्वाचनमा देश जानु परेको यो सबै आन्दोलन जेनजी आन्दोलनको जग र जमिनमा भएको। कुनै पनि आन्दोलन पछि बनेको सरकारको मुख्य धर्म र कर्म भनेको त्यो आन्दोलनको भावना र सपना अनुसार त्यसको 100% पालना गर्ने र कार्यान्वयनमा अगाडि बढ्ने सरकारको मुख्य दायित्व हो। अब यस्तो सोच्नुहोस् त, हरेक जेनजी युवा नेताहरूको माग के थियो, सपना के थियो, माग के छ र सपना के छ, त्यसलाई 100% बुझ्ने नेता को होला भन्ने प्रश्न उठ्दा सुदन गुरुङ आउँछ। अहिले आफ्नो छोरा जो शहीद बनेको छ, एउटा सभामा थुप्रै नेताहरू थिए, रवि लामिछानेदेखि लिएर निर्वाचित सम्पूर्ण सांसदहरू थिए, तर शहीदकी आमाले अंगालो हालेर उनले रुनको लागि रोजेको छाती भनेको सुदन गुरुङको छाती हो। तसर्थ सुदन गुरुङ गृह मन्त्रालयमा मुख्य दायित्वमा मुख्य भूमिकामा गृहमन्त्री भएर त्यो सपनालाई त्यो मर्मलाई दायाँ बायाँ विचलित नगरिकन त्यो सपनालाई पूरा गर्ने हक चाहिँ सुदन गुरुङले राख्छन् र उनी प्रष्ट पनि छन् र इमानदार पनि, र उनी यो कुरामा चुक्दैनन् भन्ने विश्वास अहिलेको सरकारले लिएको हुन पर्छ भन्ने बुझिन्छ। अब यो टीका टिप्पणी गर्नेहरूको आफ्नै इतिहास सम्झिँदा गणेश मान सिंह कुनै बेला उद्योग मन्त्री हुँदा कांग्रेसभित्र पनि चर्चा भएको थियो। गणेश मान सिंहलाई किन बनाइएको, उनी भन्दा सक्षम मान्छेहरू र दक्ष मान्छेहरू कांग्रेसभित्र थुप्रै थिए पनि र यो कुरा नचलेको पनि होइन। त्यो बेला बीपी कोइरालाले भनेको कुरा थियो यो राणा विरुद्धको आन्दोलन हो। यो आन्दोलनको मूल मर्मलाई गणेश मान सिंहले बुझ्छन्, तसर्थ उनी मन्त्री हुन्। बीपी कोइरालाको लाइन यो थियो, 12 बुँदे सहमतिको मूल मर्मलाई अक्सर कसैले बुझ्छ भनेदेखि त्यो बेला बुझ्ने कानून पढेको त्यो आन्दोलनलाई त्यो सहमतिलाई अक्सर एउटै बुझ्न सक्ने भनेको क्यापेबल नेता भनेको तत्कालीन अवस्था कृष्ण प्रसाद सिटौला थिए र उनी भन्दा बढी जानेको बुझेको मन्त्रालयको र प्रशासनिक अनुभवहरू लिएको मानिसहरू त कांग्रेस पार्टी भित्रै थुप्रै थिए। तर कुनै पनि आन्दोलन भइसकेपछि त्यो आन्दोलनको मूल मर्म अनुसार त्यसको सपना अनुसारको भावना अनुसारको सरकारको गठन हुन्छ र त्यही अनुसारको मन्त्रीहरूको चयन हुन्छ। अब बुझ्दै नबुझिकन अहिले एउटा जेनजी पात्र अगुवा लिडर जो युवा छ, जोश छ, जागर छ र बीचको 6 महिनाको पिरियडमा उनले आफ्नो कल्पनाशीलता, आफ्नो क्षमता, आफ्नो अभिव्यक्ति कला, आफ्नो आचरण, आफ्नो व्यवहार, आफ्नो विचार, आफ्नो पद्धति सम्पूर्ण बदलिएर एउटा लायकको सम्भावना नेताको रूपमा स्थापित हुन खोज्दैछ। उसलाई हतोत्साही गर्ने किसिमका प्रश्नहरू गर्नुभन्दा पनि हामीले आफ्नै इतिहास केलाउन जरुरी छ। आफ्नै आन्दोलनका पृष्ठभूमिलाई बुझ्न पर्छ र त्यो बेला गरेका राम्रा निर्णयहरू, ठोस परिस्थितिको ठोस विश्लेषण गरेर त्यो पनि आत्मगत र वस्तुगत दुवै स्थितिलाई एकदमै मध्यनजर गरेर आत्मगत र वस्तुगत परिवेश अनुसार जुन जुन ऐतिहासिक र राजनीतिक निर्णयहरू भएका थिए पहिला त्यस्तै निर्णयहरू अहिलेका सरकारले गरेको छ। यो एकदमै गजबको निर्णय हो। यसमा कोही हात्तिनुपर्ने, मात्तिनुपर्ने, हतोत्साही हुनुपर्ने जरुरी देखिँदैन।